पर्ने यो सरकारको हडबडी हतारो र लटरपटरवाला अनुसन्धानका कारण यो देशका महाभ्रष्टाचारीहरूमाथि गङ्गाजल छर्किने काम भइरहेको छ। खासमा अहिलेको सरकारको कार्यशैलीबाट भ्रष्टहरूले चोखिने मौका पाइरहेका छन्। यस सन्दर्भमा रासुपाका अरू पनि सांसदहरूले टिप्पणी गरेको त मैले पनि देखेको थिएँ, तर उनीहरू चर्चा गर्ने लायकै नभएका कारण केही बोलिन। अब एउटा तस्बिर हेर्नुहोस् दर्शकबिन, यो तस्बिर नवप्रवर्तन मन्त्री महावीर पुनले एक माओवादी कार्यकर्तालाई सरकारको एउटा खास निकायमा नियुक्ति गर्दाको तस्बिर हो। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको उपकुलपतिमा नियुक्ति भएका व्यक्ति हुन्। काठमाडौँ विश्वविद्यालयमा पढाउने तत्कालीन नेकपा माओवादी केन्द्रका कार्यकर्ता जनार्दन लामिछाने। उपकुलपतिको नियुक्ति सरकार वा भनौँ प्रधानमन्त्रीकै तहबाट हुने हो, तर विभागीय मन्त्रीको सिफारिसपछि सामान्यतया यस्तो नियुक्ति हुने गर्छ। जनार्दन लामिछानेलाई हामी सोझै प्रचण्डका झोला बोक्ने वा माओवादी कार्यकर्ता भनिदिँदा दर्शकहरूलाई अनौठो लागेको होला।